जस्तो यो कुन कारणले भएको भनेर हामीले सरसँग सोध्दा यो जलवायु परिवर्तनको कारणले हो भन्ने बुझ्यौँ। जसले गर्दा हामीलाई यो आइडिया दिएको थियो यस्ता कुराहरूलाई मध्यनजर गरेर हामीले यस विज्ञान प्रदर्शनी कार्यक्रममा हामीले कार्बन डाइअक्साइड रहित उद्योगको निर्माण कसरी गर्ने भन्ने बारेमा जनचेतना फैलाउने एउटा सानो कार्डबोर्डमा कार्बन डाइअक्साइड रहित उद्योगको निर्माण गरेका छौँ, जसले हामीले स्थानीय सामान कम मिल्न पर्ने सामान र मिल्न नपर्ने सामानहरू प्रयोग गरेका छौँ। थप जानकारी सन्तोष राईले भन्नुभयो जस्तै आजको आधुनिक युगमा औद्योगिक विकाससँगै वायु प्रदूषणको पनि तीव्र गति बढ्दो रहेको छ। विशेष गरी त कलकारखानाबाट निस्किने कार्बन डाइअक्साइड जस्ता हानिकारक ग्यासहरूले वातावरणमा नकारात्मक असर पुर्याउने गर्दछ, जसले गर्दा ग्लोबल वार्मिङ र जलवायु परिवर्तन जस्ता गम्भीर समस्याहरूलाई निम्ताइरहेको छ र त्यसलाई नै समाधान गर्नको लागि सरल, सस्तो र वातावरण मैत्री उपाय सोध्न आवश्यक परेको छ। यसै सन्दर्भमा हामीहरूले यो परियोजना कार्य बनाएका छौँ, जो कार्बन डाइअक्साइड फ्री इन्डस्ट्री, जो कार्बन डाइअक्साइड रहित उद्योग हो। यसमा चाहिँ हामीहरूले यो कार्बन डाइअक्साइड रहित उद्योगले चाहिँ वातावरणमा प्रदूषण घटाउनुका साथै हामीहरूलाई उपयोगी वस्तुहरू पनि निर्माण गर्ने अवसर गर्छ र अहिले हामीहरूको यो मोडल चाहिँ एउटा कार्बन डाइअक्साइड रहित उद्योग हो, जो चाहिँ हामीहरूको यो उद्योगबाट हामीहरूको विभिन्न क्रियाकलाप भइसकेपछि अन्तिममा हामीहरूको कार्बन डाइअक्साइड जुन प्रड्युस हुन्छ त्यो चाहिँ हामीहरूको एउटा चिम्नी मार्फत हामीहरूको यता सप्लाई हुन्छ, जसको लागि चाहिँ हामीले एउटा भित्र मोटर पङ्खा लगाएर जसले चाहिँ हावा तान्ने काम गर्छ र हामीहरूको जस्तै यो कार्बन डाइअक्साइड हामीहरूको पहिलो चरणमा जान्छ, जुन हामीहरूको यो एयर एब्जोर्बर रहेको छ। यसको पहिलो लेयर चाहिँ हामीहरूको कपासको रहेको छ, जसले चाहिँ प्रिफिल्टरको काम गर्छ। यसले के गर्छ भनेपछि हामीहरूको जुन कार्बन डाइअक्साइड हुन्छ त्यहाँबाट आएका ठुला कण जुन धुवाहरू हुन्छन् उसलाई चाहिँ प्रिफिल्टरको काममा गर्ने गर्दछ र त्यो प्रिफिल्टर गरिसकेपछि त्यो कार्बन डाइअक्साइड धुवालाई अगाडि बढाउँदाखेरि चाहिँ हामीहरूको बिचमा चाहिँ एउटा चारकोल रहेको छ र यो चारकोल चाहिँ हामीहरूको चारकोल चाहिँ कसरी बन्छ भनेको हामीहरूको एउटा एक्टिभेटेड कार्बन हुन्छ, जहाँ चाहिँ विभिन्न तत्त्वहरू हुन्छन्। त्यसलाई चाहिँ एकदमै हाई टेम्परेचरमा हिट गर्दाखेरि चाहिँ हामीहरूको त्यहाँबाट रहेको अरू तत्त्वहरू चाहिँ उडेर जाँदा त्यहाँ कार्बन मात्र रहन्छ र बाँकीको त्यो जुन खाली ठाउँ हुन्छ नि त्यहाँ चाहिँ हामीहरूको कार्बन डाइअक्साइड हुन्छ, त्यो चाहिँ त्यहाँ अड्किने गर्छ र त्यहाँबाट प्युरिफाई भएको हामीहरूको बाँकीको कार्बन डाइअक्साइड चाहिँ हामीहरूको एयर कम्प्रेसरबाट चाहिँ हामीहरूको यहाँमा चाहिँ एकदम अलिक योभन्दा ठुलो मोटरको हामी युज गरेको छौँ, जसले चाहिँ हामीहरूको यताबाटको कार्बन डाइअक्साइडलाई चाहिँ अलिक पावरले यता फोर्स गर्ने गर्छ। र हामीहरूको यता चाहिँ के रहेको छ भने चाहिँ हामीहरूको एउटा क्याल्सियम हाइड्रोक्साइडको सोल्युसन रहेको छ, जुन चाहिँ हामीहरू पानीसित धुँदाखेरि चाहिँ क्याल्सियम हाइड्रोक्साइड चाहिँ एउटा लिक्विड फर्ममा बन्छ, जसलाई चाहिँ हामीले लिक्विड फर्ममा बनाइसकेपछि हामीहरूले यसलाई के गर्छौँ भने चाहिँ हामीले यो कन्टेनरमा राखिसकेपछि जब हामीहरूको क्याल्सियम हाइड्रोक्साइड र यताको कार्बन डाइअक्साइड CO2को रासायनिक प्रतिक्रिया हुँदाखेरि चाहिँ हामीहरूको क्याल्सियम कार्बोनेट बन्छ, जो चाहिँ सोलिड फर्ममा हुन्छ, जसलाई हामीहरूले चुन ढुङ्गा भनेर पनि चिन्छौँ। त्यो चाहिँ सोलिड फर्ममा हुँदाखेरि चाहिँ हामीहरूको तल थिग्रिन्छ र बाँकीको सबै कार्बन डाइअक्साइड यता थिग्रिसकेपछि सोलिड फर्ममा भइसकेपछि हामीहरूको बाँकीको क्लिन एयर चाहिँ माथि आएर जान्छ र हामीहरूको यसको फाइदा के हुन्छ भनेपछि हामीहरूको यो कार्बन डाइअक्साइडले गर्दा हामीहरूको ग्रिन हाउस इफेक्टलाई कम गर्छ, जसले गर्दा चाहिँ यदि ग्रिन हाउस इफेक्ट कम भएन भनेपछि हामीहरूको के हुन्छ भनेपछि हामीहरूको पृथ्वीको वरिपरि एउटा लेयर बनाउँछ, जुन लेयरले चाहिँ के असर पार्छ भनेपछि हामीहरूको सूर्यबाट आएका किरणहरू चाहिँ पृथ्वीमा आउन त आउँछन्, तर त्यो ठोकिएर फेर्दा जाँदाखेरि चाहिँ त्यो लेयरले रोक्ने गर्छ र त्यो लेयरले रोक्दाखेरि चाहिँ पृथ्वीमै टक्राएर यहाँमै समाप्त हुने गर्छ र पृथ्वीमा गर्मी बढ्ने कारणले गर्दा जुन जलवायु परिवर्तन हुन्छ, जसले गर्दा चाहिँ सेता हिउँहरू चाहिँ पग्लिने गर्छन् र पग्लेर पाहाडमा आउँदाखेरि चाहिँ बाढी पहिरो आउने गर्छ। बाढी पहिरो आएपछि समुद्रको सतह पनि बढ्दाखेरि समुद्रमा आजको जनजमानाभन्दा समुद्रको वरिपरि नै ठुला सहरहरू हुन्छन्, तिनीहरू डुबानमा पर्छन् र त्यस्तो हामीहरूको गर्दाखेरि चाहिँ कार्बन डाइअक्साइडको मात्रा एकदमै धेरै भयो भने हामीहरूको एसिड रेन पनि गराउँछ।